हाई गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि फेरि पनि छोटो भ्लग लिएर आउने कोसिस गरिराखेको छु। हामी चाहिँ नाइट आउटको लागि गइराखेको। अनि मम्मी चाहिँ यहाँ अगाडि हुनुहुन्छ, यहाँ हुनुहुन्छ मम्मी। अनि अब चाहिँ हामी यहाँबाट जान्छौँ। टिकटकबाट देखेर चाहिँ यहाँ बुक गरेको। हामी चाहिँ 3 जना गइराखेको छौँ। अनि दिदी चाहिँ यहाँ बुढा नीलकण्ठबाट आउनुपर्ने। अनि उहाँ चाहिँ एकछिनपछि आउँछ। हामीभन्दा अलिक नजिक भएको भएर चाहिँ एकछिनपछि हिँड्छ। हामी चाहिँ मम्मी र म चाहिँ हिँडिसक्यौँ। अब कस्तो रहेछ त्यहाँनिरको ठाउँ, के गर्न पाइँदो रहेछ, हामी के गर्छौँ, त्यो सबै चाहिँ म मेरो भ्लगको थ्रुबाट देखाउनेछु। हामी जाँदा जाँदा यति राम्रो ठाउँहरू देखिएछ भने चाहिँ म भ्लग गर्छु, नत्र भने चाहिँ एकैचोटि माथि पुगेपछि बाँकी भ्लग चाहिँ कन्टिन्यू गर्छु। त्यो दिनजेलको लागि वेट गरेर बस्नु होला अनि भ्लग हेरेर साथ दिनु होला। अहिलेको लागि बाई बाई। हाई गाइज, फाइनली हामी चाहिँ ग्रिन लिफ रिजोर्ट चाहिँ आइपुग्यौँ। कस्तो राम्रो ठाउँ छ हेर्नलाई पनि। मैले माथिदेखि चाहिँ भिडियो गरिनँ रुम, खै त्यहाँनिरको उहाँहरूलाई भेट्ने भन्दै आउँदा आउँदै यहाँ तलसम्म झरिपुग्यौँ। त्यो पल्लोपट्टि हामी जान मिल्ने कि नमिल्ने हो? हुन्छ चाहिँ गाइज कस्तो वाउ, ओहो सर्भिस चाहिँ के कस्तो छ त्यो चाहिँ थाहा भएन, तर आहा कस्तो राम्रो। अनि हामी भेट भइसकेको है। मैले भन्ने बिर्सेँ माथि हामी उति त जानु मिल्दैन ए हो ओके। अनि अब हामी चाहिँ हाम्रो रुमतिर जाँदैछौँ। यो हो के गाइज, यस्तो हो नि त। वाउ ओहो कति राम्रो हो के। अनि यतापट्टि हो हामी चाहिँ। कस्तो राम्रो हो कि। मलाई मेन मन परेको चाहिँ यो एरिया हो कि। यो एरिया देखेर नै मैले चाहिँ बुक गरेको। हेलो, कस्तो लाग्यो त? कस्तो लाग्यो ठाउँ? तर अब सर्भिसले हो मेन इम्प्रेस पार्ने भनेको त होइन। सर्भिस कस्तो छ हेरौँ। तर ठाउँ चाहिँ वालै छ कि। जति बजेसम्म हल्ला गरे पनि हुन्छ हाम्रोमा चाहिँ भनेर भनेको थियो। हेरौँ कति राम्रो, कस्तो राम्रो। हाई गाइज, हामी चाहिँ अहिले हामीले रुम पनि के गर्यौँ, चुज गरिसक्यौँ। यता छ हाम्रो रुम चाहिँ। अनि हाम्रो चाहिँ अलिक कुनामा भयो तर पनि ठिक छ, चिसोको बेला होइन। हेलो, यो भयो हाम्रो रुम। हेलो, कस्तो लागिरह? असल लाग्यो। कोठाभित्रबाट बाहिर निस्केको थिएँ। तारकेश्वर तारकेश्वर ग्रिन लिफ रिजोर्ट। हेलो गाइज, त्यो भएँ म। सो गाइज वी आर हियर एट ग्रिन लिफ रिजोर्ट। अनि हामीले चाहिँ अब यहाँ चाहिँ एकदम राम्रो रहेछ कि यो चाहिँ। अनि अब यो पनि राम्रो भयो। अब हामी चाहिँ उतापट्टि राम्रो छ भनेर रिकमेन्ड गर्नुभएको छ। सो वी आर गोइङ देयर। कता यता? अब अगाडि हिँड्नु मम्मी। यहाँ चाहिँ मम्मी र दिदी हुनुहुन्छ, अगाडि गइराख्नु भइछ। अनि यहाँ तलतिर चाहिँ यस्तो रहेछ ल। उतापट्टि होला कि उतापट्टि सिधै। यता चाहिँ किचनहरू पनि रहेछ हो। ह्याप्पी मुड हो है यो फेरि मेरो। ओ वाउ, त्यहाँ चाहिँ रहेछ नि त नि अगाडि मुमा। ओहो यतापट्टि रुम भएको भयो त कति राम्रो थियो नि। मान्छेहरू पनि पो रहेछ उता।
हाई गाइज, वेलकम ब्याक अगेन। हामीले चाहिँ हाम्रो वेलकम ड्रिङ्क्स लिइसक्यौँ अनि हाम्रो चाहिँ अब के बार्बिक्यूको लागि चाहिँ रेडी भयो अरे। सो हामी चाहिँ बार्बिक्यू गर्न गइराखेको छौँ। मेरो मम्मी र दिदी चाहिँ गइसक्नु भयो अनि अब म पनि गइराखेको छु। अब हामी त्यहाँनिर चाहिँ बार्बिक्यू गरेर इन्जोय गर्नेछौँ। त्यतिन्जेल हेरेर साथ दिनु होला। हाई गाइज, हामी चाहिँ अब बार्बिक्यू गर्न लागेको अनि अब यहाँ सबै रेडी गरिदिइसक्नु भयो। अब हामी चाहिँ बार्बिक्यू गर्छौँ, रमाउँछौँ। हेरेर साथ दिनु होला। बाई बाई, हेरेर साथ दिनु होला। हेलो रोजु, हेलो मुमा, कस्तो छ? कस्तो लागिरहेछ? खुसी छ? कस्तो लागिरह रोजु? आर यु ह्याप्पी? वाउ, यहाँ चाहिँ हेरौँ ल फेरि गाइजहरू यस्तो दामी। यति इन्जोय गर्नेवालामा छौँ आज हामी। आई एम हियर गाइज। एक्लै आउने हिम्मत हुनु पऱ्यो नि त। अब कुनै बेलामा अब त्यस्तो चाडबाडको बेला बनाएर मेरोमा त्यस्तो बार्बिक्यू गर्ने यस्तो किन्नलाई खासै धेरै महँगो छ। अब त्यसलाई थाहा छैन भाइले 5,000 खुसी भयो होला बिचरा। किन भयो होला नि भन्दा चौला त्यो त हो। त्यो पनि यहाँ बिलबाटो हेरेर बोलाउनु। मजा आयो। म त कस्तो खुसी लाग्छु। मनमा कस्तो मलाई पनि त होइन, मलाई त त्यही दिनु टाउको मात्रै, मलाई अरू त चाहिँदैन ल। कति आनन्द यस्तै पाइरा खुवाउँछ अरे। अन्त चार त भाइ अलिक ख्याल गरेर है। यतापट्टिबाट घुमेर आउनु, तारहरू हेर्नु बिस्तारै फेरि। ल आफूले पनि कमाउन सकौँ छिटो छिटो, आफूले पनि कमाउन सकौँ छिटो छिटो, दिन पनि सकौँ। यसरी आउन पाऊँ साले पछि मैले पछि, यसरी आउन पाऊँ साले पछि मैले पछि। अझ महिनामा एकचोटि आउन पाएँ त म त नकमाउ खानु त पाउने, म त नकमाउ खानु त पाउने। म चाहिँ नकमाउ तर खानु पाऊँ, म कमाउ पनि दिन पनि सकौँ। ए यो यसो गर्दा हुन्छ नि मिठो बस्न नि यो किन खानु खानु गर्नु हौ त राम्रो हुन्छ। म चाहिँ राम्रो गर्न मैले क्याटो म राखे तर जल्दी गरेर बसिया छ। तर मलाई दिया म चाहिँ आफ्नो भन्छु के गर्छ नि आउट दिनु पायो। हाई गाइज, गुड मर्निङ। अनि अहिले चाहिँ हामी भर्खर उठेको अनि उठेर चाहिँ फेरि मैले भ्लगिङ स्टार्ट गरेँ हिजो बाँकी भएकोहरू। सो अब चाहिँ यहाँ अहिले बिहानीको मौसम चाहिँ यस्तो छ है। हेर्नु है, सी यो चाहिँ बिहानको भ्यू भयो। यो फाउन्टेन चाहिँ आज ओपन गरेकै छैन, चिसो छ त्यही भएर सायद मान्छेहरू उठिरहेको छैन होला। मलाई राम्रो लागेको चाहिँ त्यही हेरी नै हो। मैले आज अर्को ड्रेस लगाएँ अनि यही के हो अब बाहिर निस्किँदा यतिकै नाइट सुटमै निस्किने कि लुगा लगाएर निस्किने भनेर अलिक कन्फ्युज हुँदा एकैचोटि लुगा लगाएर नै निस्किदिएको। सो म चाहिँ यहाँ बसेर एकछिन
सबै लिएर जाँदो रहेछ नि त। अस्तिर पनि त्यसो त उस्तै होला है। यहाँनिरको गइदिया रहेछ कि। हाई गाइज, वेलकम ब्याक अगेन। अब मलाई जोइन गर्न चाहिँ मम्मी आइसक्नु भएको छ। हेलो मम्मी। हेलो। कस्तो लागिरहा यहाँको बसाइ? एकदम राम्रो छ। रमाइलो? शान्त भयो? शान्त भयो, खुसी भयो। अब फेरि आउने कि नआउने? फेरि आउने। आउने? राम्रो लाग्यो? आउने ल ल ल। अब हामी चाहिँ माथितिर जान लागेको, माथिबाट भ्यू कस्तो देखिन्छ भनेर। तरुनीको जाडो स्यालले खान्छ भनेको यही हो। तरुनीको जाडो स्यालले खान्छ भनेको यही हो। यति चिसोमा ज्याकेट चाहिँ हातमा बोकिरहेको छु। अनि हामी चाहिँ उकालो जाँदैछौँ। हामी टपमा आइपुग्यौँ। टपबाट चाहिँ यस्तो देखिन्छ भ्यू। वाउ, छैन त राम्रो? यति राम्रो है। मम्मी आउनुभयो अनि सर र गर्दा ओ वाउ यस्तो भयो है। एकचोटि बाहिरतिर पनि गएर देखाइदिन्छु ल। यता जान मिल्यो? ए ल, हामी अर्कोपट्टि गइरहेछौँ। मेरो कपाल चाहिँ यस्तै भयो है। सो कस्तो यस्तै भयो के गर्ने। रोड यो चाहिँ भयो रिजोर्ट। अनि मम्मी आउँदै हुनुहुन्छ मेरो पछि 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 है। के आइरह गाडी बाइक। सो यतापट्टिबाट चाहिँ हामी आयो। यो भयो रिजोर्ट है। हाई गाइज, वेलकम ब्याक अगेन। अनि हामी चाहिँ माथि टपमा भ्यू देखाउन गएको थियौँ। त्यस्तो खास चाहिँ देखिन्न। यही साइडमा चाहिँ अलिकति राम्रो देखियो है। हामी यहाँ पुगेका थियो। सो फेरि हामी तल झरिसक्यौँ। अब हामी चाहिँ हिजो बार्बिक्यू गरेको ठाउँतिर चाहिँ गएर बस्छौँ। त्यहीँनेरि बाँदर रहेछ। म चाहिँ मोबाइल ठडाउँदै हिँडिराखेको सातो गयो खुरुरु आएँ म त। अहिले चाहिँ मैले राखेँ ल, मलाई डर लाग्छ। हाई गाइज, हामी चाहिँ हिजो बार्बिक्यू गरेको ठाउँमा आइपुगिसक्यौँ। अनि यहाँ चाहिँ मजाको घाम परिरहेछ। हिजो बार्बिक्यू गरेको थियौँ। यिनीहरू सबै तानेर हामीले यो एरियामा बनाएर बार्बिक्यू गरेर सो फेरि हामी चाहिँ यहाँ आयौँ। अहिले स्टाफहरू अभाइलेबल छैन। त्यसको बिचमा छ नि त यो। त्यही भएर बाँदरहरू आएकै गर्छ कि। मोबाइल यसरी भिडियो गर्नलाई तेर्स्याइराखेको हुन्छु। पछाडि बाँदर देख्छु, घरि साइडमा बाँदर देख्छु, डरले हतार गोजीमा राख्छु। मेरो मोबाइल लगिदियो भने त मेरो मोबाइल किन्ने औकात छैन त फेरि होइन। त्यही भएर यसो अगाडि नै प्रिकसन अपनाउनु पऱ्यो। त्यही भएर भिडियो गरिनँ। अनि अब अहिले चाहिँ बाँदर लखाटेर बल्ल भिडियो गरिरहेको छु। हामीले चाहिँ कफी अर्डर गरेको छौँ। अब कफी आउँछ होला। कहाँ हो, मान्छे हो कि के हो यार? आँटिन्छु। आहा कति राम्रो होइन। सनकिस हो कि सनकिस। हाई गाइज, वेलकम ब्याक अगेन। अनि अहिले चाहिँ हामी ब्रेकफास्ट लिन लागेको बिहानको। अनि हाम्रो ब्रेकफास्ट चाहिँ सक्यो। कफी पनि थियो, कफी पनि मगाएको थियौँ। कफी पनि आइसक्यो। अनि कति बेलादेखि रेडी भएर बसेको। ऊ मान्छे चाहिँ रेडी भयो होइन। हामी मम्मी र म चाहिँ रेडी भएर निस्केको। म चाहिँ यस्तै भिडियोहरू बनाउँछु भनेर। अनि त्यही भएर निस्केको। अन्त नि यति राम्रो मान्छे लगिसक्यो। लगिसके राम्रो भएर पनि म हो बाँकी। इफ एनीवन अभाइलेबल प्लिज कन्ट्याक्ट मी। आई एम रेडी टु बी मिंगल। I'm ready to be mingle, guys. Where are you? I'm waiting. है अब चाहिँ हामी घाममा बस्यो ब्रेकफास्ट गरिसकेर पनि अनि घामले पोलेर चाहिँ अब हिँडेको। 12 बजे निस्किनु पर्ने अरे। सो अब यता एकछिन बस्ने, अलिअलि मोबाइल चार्ज गर्ने, अनि त्यस पछाडि जाने होला। हामी निस्किन्छौँ खाना खाएर। For the first time we came here and we enjoyed a lot and a lot. है त। सो यदि तपाईहरु पनि यसो कतै जाउँ भन्ने जस्तो सोच्नुपर्छ, भिडभाडमा चाहिँ बस्दा तपाईहरु चाहिँ वाक्क दिक्क भइसक्नु भयो भने यो ठाउँ चाहिँ बेस्ट रहेको छ ल। हेर्नुस् त कस्तो राम्रो नि यो चाहिँ। आहा, यहीँनेरि बसिराख्न पाए त अझ कति राम्रो हुन्थ्यो होला नि, तर पाइन्न हैन। अब
घर पनि फर्किनुपर्छ, आफ्नो काम नि हेर्नुपर्छ। सो हामी चाहिँ एक दिनको लागि मात्रै आएको थियो। अब जाने बेला चाहिँ भइसक्यो। जाने चाहिँ मन नै छैन, तर त्यस्तै हो गाइज होइन। ल म चाहिँ अब यो ठाउँ एकछिन इन्जोय गर्छु ल। बाई बाई। हेलो गाइज, वेलकम ब्याक अगेन। अहिले चाहिँ अब हामी फर्किने टाइम भयो, 11 पनि बज्यो। अनि हामीलाई चाहिँ अब हाम्रो खाना खानै बाँकी थियो। अब खाना खाएर चाहिँ हामी निस्किन लाग्यो। अनि खाना चाहिँ रेडी भएर आइसक्यो। यो रह्यो हाम्रो खाना है। ओ यसो गरेर पो ल्याइदिँदो रहेछ नि। बल्ल रेडी भएर आएको है अहिले चाहिँ, राम्री राम्री भएर। ए राम्री मान्छेलाई लगिसक्यो भेनाले। हेलो गाइज, वेलकम ब्याक अगेन। हामीले चाहिँ चेकिङ आउट गरिसकेर पनि अब हिँड्दैछौँ। यहाँ चाहिँ हाम्रो इनड्राइभ चाहिँ आउँदैछ, तर अलिक टाढा छ। त्यही भएर हामी पनि हिँड्दै गरौँ। इनड्राइभ पनि आउँदै गर्छ, जहाँ भेटिन्छ त्यहाँनिर बसेर हिँडौँला भनेर हामी हिँडेको। यति राम्रो बाटो छ नि, यो रोड पनि पिच छ, अझ जङ्गलको बाटो। योभन्दा अगाडि अझ यस्तो राम्रो बाटो छ नि। मेरो एक्सप्रेसनले पनि थाहा पाइसक्नुभयो होला कि कति राम्रो रोड छ भनेर। म अलिकति अगाडि जान्छु, अनि अझ राम्रो ठाउँ आएपछि चाहिँ अभियसली देखाउने काम त मेरो भइहाल्यो। हेरेर साथ दिने काम चाहिँ तपाईँहरूको। अहिलेलाई चाहिँ मैले यहीँनिर मेरो भ्लगलाई चाहिँ एकैछिनको लागि थाँती राखेँ। अलिक अगाडि गएपछि फेरि कन्टिन्यू गर्नेछु। बाई बाई गाइज। हाई गाइज, वेलकम ब्याक अगेन। हाम्रो चाहिँ इनड्राइभ भेटिसक्यौँ हामीले। अब हामी चाहिँ यो जङ्गलको बाटो हिँड्न थालेको। त्यो चाहिँ सेटिस्फ्याक्सनवाला हो कि। यस्तो राम्रो बाटो हो। कहाँ क्लियर देखिँदैन नि त। वाउ, काठमाडौँ एक्ज्याक्ट काठमाडौँ त होइन होला, कतापट्टि हो, भ्याली बाहिरै हो कि बा थाहा भएन। तर हाम्रो लागि चाहिँ सबै काठमाडौँ नै हो। यहाँबाट जामाचो जाने, यहाँनिर टिकट काट्ने, अनि उकालो चढ्दै जाने सिडी। जामाचो गाई, जामाचो जाने ठाउँ यही हो। यहाँबाट हिँड्दै जाने उकालो। अनि हाई गाइज, वेलकम ब्याक अगेन। अब चाहिँ म बाई भन्न आएको, वेलकम भन्दा पनि। मैले चाहिँ भ्लगलाई यहीँनिर एन्ड गर्न चाहेँ। एकदमै धेरै इन्जोय गऱ्यौँ। ठाउँ पनि राम्रो, चिसो जङ्गलको बिचमा। अब जाडोको बेलामा चाहिँ अलिक जाडो नै होला, तर पनि ठाउँ चाहिँ एकदम पिसफुल। कुनै डिस्टर्बेन्स छैन, च्याङ छैन। बजारदेखि टाढा। सर्भिस पनि मलाई चाहिँ राम्रै लाग्यो। मैले मेरो यो भ्लगलाई चाहिँ यहीँनिर अन्त्य गर्नुपर्ने हुन्छ। अहिलेको लागि चाहिँ मैले यो भ्लग एन्ड गर्न चाहेँ। लाइक, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला। कमेन्ट पनि गरिदिनु होला। अनि तपाईँहरूले पनि यो भ्लग इन्जोय गर्नुहुन्छ भन्ने मलाई आशा राखेको छु। सी यु इन नेक्स्ट भ्लग गाइज। बाई बाई।